मेरो भ्लग चाहिँ 10 दिन पछि आउँदैछ अनि आज चाहिँ हामीहरु चाउमिन पार्टी गर्दैछौं अनि चाउमिन पकाउनको लागि चाहिँ हामीहरुले के गर्यौं मिनी भ्लग पुरा हेर्नु होला थाहा पाउनुहुन्छ। ओके ऑल राइट गाइज फेरि पनि आइसकेको छ मेरो न्यू मिनी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदम बवाल छु अनि आजकल चाहिँ मेरो एक्जाम चलिरहेछ त्यही भएर मिनी भ्लगहरु पनि बनाउने टाइम हुँदैन त्यही भएर चाहिँ म मिनी भ्लग खासै बनाउँदैन। साँझतिर म चाहिँ क्रिकेट खेल्न आएको थिएँ कि हाम्रो ग्राउन्डको साइडमा त ममहरु चरिरहेको रहेछन्। क्रिकेट सिक्रेट खेलेर साँझतिर घर फर्किने बेला चाहिँ केटाहरु एकदम लफडा गर्दै बाटोमा हिँडिरहेको थिए। उपेन्द्रलाई त सबजनाले चिन्नुहुन्छ तर मोटीलाई चाहिँ चिन्नुहुन्न। खै के भएको रहेछ आज चाहिँ भुरी गाउँको बत्ती नै छैन त्यही भएर खाना पकाउनलाई झ्याउ लागेर हामीहरु चाउमिन लिएर घर जाँदैछौं अनि चाउमिन पकाएर खाने प्लानमा हामीहरु दिपाको रुम पुग्यौं। रुम पुगेर केही कुरामा पनि ढिला नगरेर हामीहरु फटाफट लागिहाल्यौं चाउमिन बनाउनतिर। सबभन्दा सुरुमा त दिपाले चाउमिन उमाल्यो त्यसपछि प्याज टमाटर सबै चीज काटेर मसाला ससाला तयार गरेर मसाला भुटेर अघि उमालेको चाउमिनलाई मज्जाले त्यसमा हाल्दिए। चाउमिनमा आवश्यकता अनुसार सबै मसलाहरु हालेर मज्जाले त्यसलाई पकाएर अब चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ चाउमिन रेडी भइसकेको छ। पाकिसकेपछि अब खानालाई ढिला गर्नुहुन्न भनेर सबभन्दा पहिला दिपाले बाइट लियो। दिपालाई चाहिँ चाउमिन बोबा लाग्यो अरे अनि अब चाहिँ म ट्राई गर्छु। यो पछिको भिडियोहरुलाई चाहिँ मैले भोइस ओभर गरेको छैन किन अहिले यो भोइस ओभर चाहिँ म बाहिर गएर गर्दैछु। अहिले चाहिँ म स्कुलबाट यता गुलरियातिर आएको छु त्यही भएर भोइस ओभर गरेको छैन। आजको लागि चाहिँ यति नै। आज चाहिँ तपाईहरुले सबैले एडजस्ट गरेर हेर्दिनु होला अनि भोलि चाहिँ राम्रो भ्लग बनाउन ट्राई गर्नेछु। भिडियो एडिट गर्नको लागि यति धेरै बिजी थिए कि त्यसको कुरै छोडम। त्यो कुरा चाहिँ तपाईहरुले अर्को भिडियोमा देख्न सक्नुहुन्छ।